हेलो गाइस, आज चाहिँ म कपनको माथिको डाँडा घुम्न आएको छु हैन। आज शनिबार पसल छोडेर पसलमा चाहिँ छोरीहरू छ, स्टाफहरू छ। कपनतिर आएको छु बाइकमा। अनि आज चाहिँ म मेरो दिदीको घरमा बसेर जान्छु क्या। अनि दिदीलाई भन्छु, दिदीलाई चाहिँ प्र्याङ्क गर्ने प्लानिङमा छु। तर दिदीले मलाई चिन्यो भने चाहिँ मेरो प्र्याङ्क असफल हुन पनि सक्छ हैन। पापा यतापट्टि यतापट्टि बिस्तारै है। ल अहिले हामी घुम्न जाने डाँडा चाहिँ यताबाट जानुपर्छ, यता माथिबाट। अहिले चाहिँ हामी दिदीको घरतर्फ लाग्दैछौँ। बाटो हेर है, क्यामेरा किनेको है पुरै खिचनी। मैले चिन्छु छोपा क्या तिमीलाई चिनिहाल्छ। चिनिहाल्यो मलाई, बर्बाद भयो, मेरो प्र्याङ्क सफल भएन। त्यसमाथि भान्जाले 1300 खिच्दैछ नयाँ कपनमा। दिदीको चाहिँ घरमै पसल यसले त मेरो पनि लुगा लगाएको है। मेरो लुगा पनि लगाएको यसले त। हेर त्यहाँ मैले थाइल्यान्डबाट ल्याइदिएको लुगा लगाएर अर्को मेरो माइली दिदी, यता जेठी दिदी झन् इङ्ग्लिस बोलेर यसो प्र्याङ्क हानिदिउँ भने त सुरुमै चिरिरहेको थियो यार। माथि घुम्न जान लागिरहेको क्या हामी डाँडामा। हेलो गाइस, दिदीको घरमा बसेँ होइन। यतापट्टि छ पसल, यतापट्टि भित्र अर्कै काम हुँदै रहेछ। यतातिर हाम्रो भान्जा छ, मेरो साथी। यो खानु त हुँदैन, यो स्वास्थ्यको लागि राम्रो होइन, तर लास्ट गर्मी छ नि त। अस्ति गेम भएर चाहिँ यहाँनिर एकछिनपछि हामी माथिको डाँडामा घुम्न जान्छौँ। भिडियो हेर्दै गर्नु होला। हामी चाहिँ अब अर्को राइडर आइपुग्यो है। ल उनीहरूले नै उठाउने अहिले। यो बाटोमा चाहिँ यस्तै हुन्छ होइन, कपनको यो भाइरल रोडमा पुरा स्पिडमा चलाउनेहरू हुन्छ क्या। अनि हामी चाहिँ त्यही हेर्नलाई मजा लिनलाई नै जाँदैछौँ। म तपाईँहरूलाई देखाउँछु ल अहिले। माथि पुगेर चाहिँ यस्तो दामी कुदाउँछ केटाहरूले बाइक। ओहो कति काम मात्रै गर्ने होइन, यसो रमाइलो पनि गर्नुपर्छ, घुम्नुपर्छ। आमा भान्जालाई लिएर आएको छु यता कपनमा। अगाडि मेरो दिदी र भिना पनि हुनुहुन्छ। दिदीलाई प्र्याङ्क गर्ने भनेको त्यस्तै भयो गाइस होइन, गर्न पाएन। अब चाहिँ हामी भाइरल रोडमा पुग्न लागिसक्यो। त्योभन्दा अगाडि बाबुतर जान्छ होला। मलाई चाहिँ डर लाग्छ, अरूले कुदाएको हेर्न मात्रै मनपर्छ, आफू चढ्दाखेरि अरूले कुदाएको चाहिँ मन पर्दैन। आफू चढ्दाखेरि चाहिँ बाटो डेन्जर छ, बाटो डेन्जर ल हेर्नुहोस् क्या कुदाइरहेको छ है। यो रोडमा त त्यस्तै गर्छ त। सडकको छेउमा बस्दै अनि हेर्छौँ मसँग चाहिँ अहिले सेल्फी स्टिक के भन्छ त्यो काम बनाउनु छैन। यो कस्तो कुदायो त भेनाले पनि। राइडरहरूले त पनि कुदाउँछ यार, मैले भेनाले पनि। ओहो हामी कपनको भाइरल रोडमा पुग्न लागिसक्यौँ। यता मेरो
मेरो राज भान्जाले चाहिँ ड्राइभ गर्दैछ होइन। भान्जालाई चाहिँ मैले फर्स्ट टाइम लिएर आएको छु, सायद उसलाई पनि रमाइलो लाग्छ होला। म चाहिँ सेकेन्ड टाइम हो, पहिला पनि आएको थियो, मलाई एकदम राम्रो लागेर फेरि आएको छु। स्कुटरले तानेन है गाइजहरू, तान्यो यतै हो। यस्तो दामी, मलाई चाहिँ राम्रो लाग्छ त्यो अरूभन्दा नि यहाँको हावा एकदम मिठो छ क्या। यो डाँडामा बसेर हावा खानु त मजा बेग्लै छ गाइस। वेलकम ब्याक गाइस, लाइक कपनको भाइरल रोड। हामी चाहिँ लगभग आइसकेको छौँ। यहाँनिर चाहिँ यति धेरै मान्छेहरू घुम्न आउनुहुन्छ होइन। ल हेर्नुहोस् बाइकहरू कति छ, रिसोर्टहरू पनि बन्दै रहेछ। मन आएको चाहिँ धेरै भयो। अहिले चाहिँ यस्तो दामी त के दामी भएर भयो र भन्नुभयो होला। हामी काठमाडौँको अब त्यो हुन्छ नि बिचमा पुरा घरै घर ठुलै ठुलो छ नि त होइन काठमाडौँमा त। अनि त्यो हिँडेर यो त राम्रै हो नि त होइन, हावापानी। गाउँघरको त कुरै नगरौँ गाइस होइन। यहाँनिर ल हेर्नुहोस्, तर यहीँनिर हुन्छ क्या कुदाउनेहरू, खोइ त आज त छैन त यार। कस्तो डेन्जर कुदाएर हुन्थ्यो पहिला पहिला त मैले हेर्थेँ। यहाँ चाहिँ खास कुदाउनै आउँछ कि मान्छेहरू यो रोडमा चाहिँ। बिस्तारै आयो राजा हो, यतैतिर क्या कुदाइरहेको थियो कि पहिला पहिला त। आमा कति धेरै बाइकहरू कहाँ गएको छ मान्छेहरू घुम्न। यो उताबाट स्पिड आइरहेको छ है आफ्नो बाटोमा हिँड, किनभने यो कुदाउने ठाउँ हो। स्लोली 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 केटाहरू पुरा ढल्काएर आइरहेको छ यहाँनिर। खासै भेट्ला जस्तो छैन यार आज। यिनीहरू पनि हो कि यिनीहरूलाई अगाडि पठाएँ हो है। उतै जाऊँ उतै, यही डाँडा हो त्यो रहन्छ क्या आज। हेर्नै पाएन त, आउनै बाँकी होला है। रनिङ चाहिँ छ हेर्नुहोस् कति त जङ्गल यस्तो दामी छ। जाऊँ जाऊँ, लेट्स मुभ। यतैतिर बस्नु, यतै ऊ यहाँ डाँडामा रोका, यहाँ बस्ने हामी। थाहा आउलाई यहाँ त पुरा स्पिड हालेर हुन्छ नि। गाइस मेरो कपाल पनि ठाडो भएछ। यहाँनिर मेरो दिदी र भेनाचीको हल्का डिस्कस गरिरहेछ। खासमा कुरो चाहिँ के हो भने होइन, केटी मान्छे भने कि खालि बिना चाहिँ हुर्कै हुन्छ अरे, ग खान्छ अरे भनिरहेछ। तर मेरो दिदीको सोचाइ चाहिँ रङ हो होइन। मेरो भिना चाहिँ एकदम फ्रेन्डली हुनुहुन्छ कि, जोसँग पनि बोल्न खोज्नुहुन्छ। के बोले भिडियोमा चाहिँ तपाईँले यार चटपटे बनाएर जानु चटपटे बनाएर जानु भएको हो हाम्रो भिना चाहिँ होइन। चर त्यति चटपटे हेर्नु नि ल। उसले माया गरे भएर तपाईँले शङ्का गरे कि होइन। खाए चम्चा चटपटे खाने चम्चा चाहिँ खाइदिनु त दिदी। एक चम्चा खाएर हेर्छु। सबै मान्छेले एउटै टेस्ट बनाउन जान्छ त है। मिठो बनाउने भएछ आफू घरमा बनाएर खानु न यार। बाहिर त अर्को जस्तो बनाएर दियो त्यस्तै खानुपर्छ नि त गाइज होइन। रहेछ चटपटे। ठाउँ अनुसारको मान्छे अनुसारको टेस्ट हुन्छ होइन। नट ब्याड। तर दिदीले दुःखबाट बनाउनु भएको
मेरो माइल दिदीलाई चाहिँ मन परेन अरे कि मलाई मनपर्ने त घरमा बनाएर खानुपर्छ नि त गाई होइन अनि बाहिर आएर आफूले भने जस्तो पाउँछ त त्यही कुरा गर्छ पुरै कुरा यार हाँसिरहेछ गाई घरि नुन लागेन भने घरि ठिक छैन र तिमीलाई त चक्लेट मिठो त बच्चाहरूलाई त ठिकै छ यो चाहिँ मलाई मनपर्ने खालको भएछ पचाक पिचिक कलरहरू छैन मर्लास केटा हाम्रो चाहिँ लगभग यो भाइरल रोडको कार्यक्रम सकियो अब हामी फर्किँदैछौँ गाइस लगभग 2 घन्टा 2.5 घन्टा बितायौँ हामीले यहाँनिर होइन अब भेनाले पनि स्कुटर कुदाएर उत्पात छ मेरो भेना थ्याङ्क यू गाइस फर वाचिङ थ्याङ्क यू फर हाम्रो साइलीको हाम्रो अनिताको पनि युट्युबलाई सब्स्क्राइब गर्नुहोस् है युट्युबलाई ल हेर्नु त्यहाँ रातले कसो गर्छ यहाँ मम्मीको बनाउनु हो है बनाउनु हो नि हाम्रो आमा के हजुर आमा बोलिरहनु भएको छ अब चाहिँ हामी फर्किँदैछ मेरो सिट चाहिँ यहाँनिर हो होइन बरु अरूहरूले भन्दा मेरो भान्जाले खतरा उडायो बाइक गाइस तर अरूले उडाएको खासै हेर्नु पाएन तर मेरो आँखैमा बस्यो एकजना लेडी राइडर दामी कुदाएको थियो कि होइन नआउनु है चाहिँ राजा थियो अब चाहिँ हामी फर्किँदैछौँ यस्तो दामी हावा खायौँ अनि चटपटे ठिकै थियो किनभने हामी खाना खाएर आएको थियो अब चाहिँ हामी घर फर्किँदैछौँ गाइस यस्तो दामी हावा हो कि कस्तो बरु तिमीले उडाउँदो रहेछ हेर भन्छ आज चाहिँ खासै राइडरहरू भेटेन क्या हामीले यहाँनिर होइन युट्युबमा त राजकुमार होइन उहाँहरूले पनि चलाएको देखेको थिएँ हेर्न आज चाहिँ खासै भेटेन अनि खिच्दैन यस्तो दामी अब खायौँ हामीले आहा ठक्क कपालमा फेरि दिदीको घर पुग्छौँ त्यहाँबाट ब्याक टु त्यहाँबाट चाहिँ हामी ब्याक टु वनस्थली अझै मखाउनेर त्योदेखि नेपालमा पुग्छौँ मेरो युट्युब च्यानलमा आफै नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्नुभयो मार्फत तपाईँहरूले चाहिँ अरू बेला म एकदम रमाइलो भिडियो लिएर आउँछु है बाई बाई